आधी बाटो आएको छु, हेर्नु सक्नुहुन्छ। सामान यो दुईटा चाहिँ मैले बोकेर लानुपर्ने अनि फाइनली हामी चाहिँ रुममा आइपुग्यौँ अनि भर्खरै आइपुगेको। हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। अनि आई होप तपाईँहरू आराममा हुनुहुन्छ होला। म पनि अहिले एकदमै आराममा छु। अनि म चाहिँ अहिले बगान हिँडिसकेको छु, बाटोमा आएको छु, आधी बाटो आएको छु, हेर्नु सक्नुहुन्छ। सामान यो दुईटा चाहिँ मैले बोकेर लानुपर्ने अनि बिहानै घरबाट हिँड्ने बेलामा मैले भ्लग स्टार्ट गर्नु पाइनँ, किनभने के गर्दा त्यत्तिकै ढिलो भइरहेको थियो। अनि म चाहिँ अहिले निकालेर पुगिसकेको छु, हेर्नु सक्नुहुन्छ। अनि यो चाहिँ म पढेको स्कुल हो पहिले 10सम्म। अनि अहिले चाहिँ म धरानमा बस्छु नि त, त्यहाँ धरान जानु निकालेर आइसकेको छु। म चाहिँ अब गाडी पर्खिरहेको छु। फाइनली हामी चाहिँ रुममा आइपुग्यौँ अनि भर्खरै आइपुगेको। सामानहरू राखेको छु। अब भोक लागिरहेछ नि एकदमै। एकछिनमा खाना खानु जाने, लुगाहरू फेरेर कपडाहरू चेन्ज गरेर चाहिँ खाना खानु जान्छौँ अब होइन। आइसकेको चाहिँ हामी खाना खाएर आएको अनि म र मैले साथ खाना खानु हुँदै जाँदैछौँ। हामी चाहिँ खाजा खाएर आइसक्यौँ। अब चाहिँ एकछिन सुत्नु भनेर आँटेको, एकदमै गलिरहेको छ, जिउ भारी भइरहेको छ। त्यसको लागि त्यही भएर अब एकछिन सुत्नु पर्यो भनेर अनि अब चाहिँ सुत्नु आँटेको। गाइस, अहिले चाहिँ हामी विजयपुर भन्ने ठाउँमा छौँ, धरानकै। अनि यहाँबाट भ्यू देख्नु सक्नुहुन्छ। धरानको यस्तो बवाल देखिएको छ है, भ्यू चाहिँ हेर्नु सक्नुहुन्छ, यस्तो दामी छ। अनि अहिले चाहिँ हामी रुममा त्यतिकै खाली बसिरहेको थियौँ। अनि अहिले चाहिँ म, मेलिसा अनि एउटा त्यहाँ न्यू रुममा बस्ने आउनुभएको रहेछ। अनि हामी तिनजना भएर घुम्नु जाउँ भनेर अहिले चाहिँ हामी यहाँ माथि आएको छौँ। अनि यहाँको भ्यू चाहिँ एकदमै बवाल लाग्यो। तपाईँहरू पनि आएर हेर्नु सक्नुहुन्छ, दामी छ। अब चाहिँ फाइनली गाइस खानाहरू खाएर अनि सबै गरिसकेर अब चाहिँ म सुत्न रुममा आइसकेको छु। अब चाहिँ म सुत्नु लागेको। अनि अघि चाहिँ हामी माथि गएर हामी आएर खानाहरू बनायौँ अनि खाएर अनि अब चाहिँ जुठाहरू पनि गरिसक्यौँ। अब चाहिँ सुत्नु भनेर आइसकेको छौँ बेडमा। अनि आई होप तपाईँहरूले आजको भिडियो मन पऱ्यो होला। मन पऱ्यो भने लाइक, कमेन्ट अनि सेयर गर्नु चाहिँ नबिर्सिनु होला। सब्सक्राइब चाहिँ प्लिज गरिदिनु यस्तो यस्तो भिडियोको लागि। अनि फेरि पनि भेट्नेछ अर्को भिडियोमा। तपाईँसँग आफ्नो र आफ्नो परिवारको ख्याल राख्नु होला है त। हस्, ओके, बाई, थ्याङ्क्स फर वाचिङ।